स्टार्ट रेकर्डिङ ल अब रिभाइज गर्छु है त म हामी कतिजना बाँकी छौँ र ल अहिले नै हामी 24-25 जना बाँकी रहेछ है ल ठिक छ है अघि जोइन गर्दा नि 30 जना भने चाहिँ अहिले नै 26-27 जना बाँकी छ रहेछ भन्ने धेरै धेरै थ्याङ्क यू तपाईँहरू लास्टसम्म नै बस्नुभयो अब चाहिँ रिभाइज गरिदिन्छु है म हामीले कन्टेन्ट बनाउँदाखेरि सुरुमा चाहिने भनेको तीनटा चिज होइन एउटा स्क्रिप्ट चाहियो अनि त्यही स्क्रिप्टबाट चाहिँ हामी अडियो बनाउने हो अनि अडियो बनाइसकेपछि हामीलाई भिडियो बनाउनलाई त भिडियो नै चाहियो पहिले हैन भनेपछि स्क्रिप्ट चाहियो स्क्रिप्टको लागि चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भने तपाईँले आफैले स्क्रिप्ट लेख्न सक्नुहुन्छ यदि आफूलाई नै स्क्रिप्ट लेख्न आएन भने चाहिँ तपाईँलाई आइडिया त हुन्छ नि मलाई चाहिँ यस्तो चिज चाहिएको हो है भनेर चाहिँ त्यो चाहिँ तपाईँले च्याट जिपिटी अथवा यहाँ जति नै लिस्टमा देख्नु भएको छ त्योमध्ये कुनैमा एउटामा गएर चाहिँ तपाईँले भन्न सक्नुहुन्छ कि मलाई चाहिँ यस्तो स्क्रिप्ट बनाइदेऊ भनेर अनि स्क्रिप्ट बनाउँदाखेरि चाहिँ सुरुमा मैले तपाईँलाई जहिले के भनिरहेको थिएँ भने डाइरेक्ट गएर चाहिँ यस्तो यस्तो गर भनेर चाहिँ नभन्नु हैन के गर्नु सुरुमा चाहिँ असाइन रोल गर्नु है उसलाई चाहिँ रोल असाइन गर्नु कि तिमी चाहिँ ल भिडियो बनाउने भिडियो एक्सपर्ट हो तिमीलाई चाहिँ सिनेमाको बारेमा सबै थाहा छ क्यामेरा एङ्गलको बारेमा सबै थाहा छ अनि तिमीलाई चाहिँ स्क्रिप्ट कस्तो हुनुपर्छ मान्छेलाई इङ्गेजिङ त्यस्तो त्यस्तो भनेर सबै लेखिदिनु अनि ब्याकग्राउन्डमा चाहिँ के भन्नु पर्यो तपाईँले आफ्नो बारेमा भन्ने हो ब्याकग्राउन्ड भनेको चाहिँ म नेपालमा बस्छु यति वर्षको हो म चाहिँ मेरो काम चाहिँ यो हो मेरो बिजनेस यो हो होइन बिजनेसमा चाहिँ मलाई चाहिँ मार्केटिङ गर्नको लागि चाहिँ म आएको हो मार्केटिङ गर्न हेल्प चाहेर अनि टास्कमा चाहिँ के बनाउनु भने अब तपाईँलाई चाहिँ टास्क उसलाई चाहिँ के गर्नु दिने हो त यसमा होइन उसले चाहिँ तपाईँले चाहिँ मलाई भिडियो बनाउनलाई चाहिँ हेल्प गर्नु पर्यो त्यति मात्र भनिनु पुग्छ सुरुमा अनि त्यसपछि उसले चाहिँ उसले एउटा लिस्ट त्यसपछि उसले नि रिप्लाई दिन्छ रिप्लाई दिइसकेपछि चाहिँ अब एभ्री टाइम चाहिँ तपाईँले त्यहाँ मात्र गएर च्याट गर्ने हो नयाँ फेरि न्यू च्याट गरेर गर्ने होइन कि त्यही च्याटमा गएर तल तल थप्दै जाने हो कि किनकि अब पछिदेखि चाहिँ तपाईँले ब्याकग्राउन्ड केही दिइराख्नु पर्दैन उसले चाहिँ पहिलाको च्याट सबै याद हुन्छ उसलाई होइन त्यो याद भएको चिजमा नि अब थप्दै जाने हो होइन ब्याकग्राउन्ड याद भइसकेपछि त पछिदेखि टास्क मात्र भन्ने हो अब यो गर त्यो गर यो गर त्यो गर त्यसपछि हामी के जान्छौँ अडियोको लागि जान्छौँ अडियो चाहिँ नेपाली भर्जनमा पाउन नेपाली एक्सेन्टमा पाउन गाह्रो हुने भएकोले हामी लिमिटेड रिसोर्स मात्र छ त्यसको लागि अनि एभ्री टाइम नेपालीको लागि हामीले दिँदाखेरि चाहिँ युनिकोड नेपाली दिनु भनेर भनेको थिएन जहिले नेपालीमै टाइप गरेको चाहिँ दिनु अनि टोन नि नेपाली एक्सेन्टमा लेख्नु भनेर नि लेखिदिनु सुरुमा इमेज र भिडियोको लागि चाहिँ क्यारेक्टर कन्सिस्टेन्सीको लागि चाहिँ पहिला इमेज बनाउनु अनि त्यही इमेज दिएर चाहिँ अरू अरू सबै प्रम्पटमा चाहिँ त्यही क्यारेक्टर युज गरोस् भनेर चाहिँ पहिला इमेज बनाउनु भनेर भनेको थिएँ मैले ल डेमो भिडियोको लागि सुरुमा हामीले के बनाउने भनेको थिएँ सुरुमा भन्नु न तपाईँ कसै एकजनाले सुरुमा के गर्ने भनेको थिएँ मैले प्रम्प्ट गर्ने सुरुमा प्रम्प्ट गर्ने प्रम्प्टको लागि चाहिँ हामी यहाँ गयौँ है सुरुमा के भने ऊ प्रम्प्ट गर्यो रोल एज अ एआई एक्सपर्ट ब्ला 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 हैन अनि कन्टेक्स्टमा चाहिँ आफ्नो ब्याकग्राउन्ड दियो त्यसपछि टास्क चाहिँ के हो मेरो टास्क चाहिँ अहिलेको लागि 20 to 30 सेकेन्डको चाहिँ एउटा स्क्रिप्ट जेनेरेट गरिदियो जुन स्क्रिप्ट चाहिँ यो स्क्रिप्ट चाहिँ यसको बारेमा हो अब स्टार्ट विथ यो भन्दा चाहिँ नलेख्ने हुन्छ यो एकछिनमा म ईश्वरजीको एन्सर दिन्छु है पहिला यसो राखिदिउँ अनि स्टार्ट विथ एकादेशमा खडायो भनेर पनि भन्दैन अब यो गरिदिनु त्यसपछि स्क्रिप्ट आयो अब स्क्रिप्ट आयो मैले चाहिँ के भने मलाई चाहिँ यो स्क्रिप्ट चाहिँ 30 सेकेन्डमा सकाउनु पर्ने थियो अनि मलाई चाहिँ यो चाहिँ 1 मिनट लाग्ला जस्तो भयो त्यही भएर यो चाहिँ छोटो गरिदियो भनेर मैले भने हैन छोटो गरिदियो उसले ल छोटो गर्दा नि फेरि छोटो गर्यो भनेर सिनै काट्देला भनेर चाहिँ मैले के भने चाहिँ यो छोटो गर्दाखेरि चाहिँ यो थिम अफ द स्टोरी चाहिँ सेमै गर है भनेर भने हैन उसले थिम भनेको यो कथाको सारांश चाहिँ सेम होस् है फेरि सिनै नकाट भनेर भनेको थिएँ उसले चाहिँ छोटो गरिदियो आयो अनि यो चिज हामीले कपी गर्यौँ कपी गरेर कहाँ गयौँ गुगल एआई स्टुडियो जेनेरेट स्पिचमा गयौँ हैन अनि त्यहाँ गएर हामीले के गर्यौँ यहाँ एउटा चाहिँ सुरुमा यहाँ मल्टिपल स्पिकर चुज गर्ने कि सिंगल स्पिकर भनेर हुन्छ अब मल्टिपल गर्ने भए मल्टिपल गर्ने नि पायो तर सुरुमा चाहिँ मल्टिपल गर्ने भए त उसले यो बोल्छ भनेर यहाँ राखिराख्नु पर्यो होइन स्पिकर 1 स्पिकर 2 गरेर तर अहिले चाहिँ मैले चाहिँ न्यारेटिभ मात्र हो कथा वाचन गरेको डकुमेन्ट्री टाइपको मात्र बनाएकोले सिंगल स्पिच गरेँ अब यहाँ क्यारेक्टर तपाईँलाई जुन मन लाग्छ केटाकेटी छान्नु होइन राम्रै भएस आउँछ सबैको यो राखिसकेपछि तपाईँले अघि नै कपी गरेको यहाँ पेस्ट गर्नुभयो अनि माथि टोनमा चाहिँ के भनेर राख्नु भने यो टोन यहाँ राख्ने पायो यहाँ माथि राख्ने पाउँछ है अनि त्यस मैले चाहिँ यहाँ नेपाली स्टोरी टेलर वे भनेर चाहिँ लेखिदिएँ होइन जस्तै तपाईँले मोर नेचुरल निकाल्नु छ भने चाहिँ यहाँ बिच बिचमा ब्र्याकेट राखेर चाहिँ यसमा चाहिँ स्माइल यस्तो यस्तो नै राख्न पाइन्छ है यो हिट एन्ड ट्रायल गरेर आफैले ट्राई गरेर हेर्नु कि यहाँ चाहिँ मलाई चाहिँ त्यो यो बोल्ने वाचक चाहिँ अलि हाँसेको सुन्नु मन छ भने चाहिँ स्माइल सफ्टली त्यस्तो यस्तो गरेर चाहिँ हालिदिँदा हुन्छ है ट्राई गर्नु न होइन के हुन्छ भनेर
ल त्यसपछि यहाँ गएर यो रनमा क्लिक गर्ने हो है। यहाँ रन कन्ट्रोल भनेर छ, यसमा क्लिक गर्नु, त्यसपछि चाहिँ अडियो रेडी भएर आउँछ। ल अहिलेलाई चाहिँ यो सबै एकछिन है, अहिलेलाई चाहिँ यति मात्रै छ अरे। ल अहिलेलाई चाहिँ यति मात्र रन गरेँ होइन मैले, टाइम कम लाग्छ नि त। यति मात्रै यहाँ घुमिएर आउँछ, घुमेको भनेको मतलब काम सकेको छैन। कछुवा भनी नरोकी ल अब बिस्तारै यहाँ यो के भन्छ प्ले बटन आइसक्यो भनेको काम सक्यो। काम सकेपछि हामीले डाउनलोड गर्नु पर्यो भने चाहिँ यो थ्री डट छ, यो थ्री डटमा क्लिक गर्नु, यहाँ चाहिँ डाउनलोडको अप्सन हुन्छ। डाउनलोड क्लिक गर्ने बित्तिकै तपाईँको कम्प्युटरमा डाउनलोड हुन्छ। हाम्रो अडियोको पार्ट सक्यो। अडियो भनेको नेरेटिभ पार्ट चाहिँ सक्यो। त्यसपछि हाम्रो स्लाइड अनुसार हाम्रो अर्को पालो के को थियो, अब अडियोको काम सक्यो भनेपछि अब इमेजको पालो होइन। इमेजमा जानु, इमेजको लागि चाहिँ हामीले के भनेको थियौँ, विक्समा जाने भनेको थियौँ नि होइन। विक्समा जाने भनेको विक्समा गएर चाहिँ विक्समा चाहिँ यहाँ के भन्छ वेबसाइटको नाम कस्तो कस्तो आइरहेको छ, त्यही भएर चाहिँ तपाईँ के गर्नु भने जहिले गुगलमा गएर विक्स भनेर टाइप गर्नु है। विक्स टाइप गर्नु, अनि त्यसपछि फर्स्टमा जुन गुगल भनेपछि त बाइ डिफल्ट गुगलकै साइट त फर्स्टमा आउँछ नि त। अनि फर्स्टमा जुन आयो त्यहीमा क्लिक गर्नु। अब तपाईँको लगइन भएको हुँदैन, त्यही भएर चाहिँ डाइरेक्ट अहिले यहाँ लगइन गरेर दायाँ बायाँ आउँछ होइन। मेरो अलरेडी लगइन भएकोले चाहिँ मैले नेक्स्ट गरेर पुगेँ। अनि यो चिज आउँछ। यो चिजमा चाहिँ सुरुको प्रोममा त तपाईँसँग कुनै पनि इमेज छैन नि होइन। इमेज छैन भने चाहिँ फर्स्टमा इमेज बनाउनु जानु पर्यो। इमेज बनाउनेले हामी कहाँ गएर गर्ने, च्याट जिपिटी, जेमिनाई अथवा जुन यहाँ प्रोम भन्ने ठाउँमा त्यही गर्ने हो। त्यसको लागि चाहिँ हामीलाई के चाहियो, तपाईँ आफैले यो इमेज कतिवटा चाहिन्छ भनेर नै उसलाई नै सोध्न लगानी हुन्छ है। यो स्टोरी अनुसार चाहिँ म चाहिँ जस्तै मैले अघि नै के क्यालकुलेट गरेको छु भने जुन हाम्रो ग्रुप छ नि, ग्रुपमा एउटा भिडियो भनेको 6 सेकेन्डको बनाउँछ भनेर हामीलाई थाहा थियो नि त यहाँ है। यहाँ भिडियो छ नि 6 सेकेन्ड 10 सेकेन्ड बनाउनु पाइँदैन, हामीले त 6 सेकेन्ड बनाउने हो भनेपछि मेरो अडियो चाहिँ 30 सेकेन्डको छ अरे होइन। तपाईँले अघि अडियो क्रिएट गर्नुभयो भने अडियो चाहिँ 30 सेकेन्डको छ भने 6 सेकेन्ड तपाईँको अडियो क्रिएट गर्दाखेरि मेरो मात्रै गएको हो। हेलो सुनिराख्नु भएको छ? हेलो यस सर सुन्दैछु, मेरो नेट गएछ सायद। ए ल भनेको मतलब यहाँ ग्रुपले त 6 सेकेन्डको भिडियो बनाइदिन्छ होइन। अरू अरू एपको अरू के भन्छ मेटामा गयो भने 5 सेकेन्डको बनाइदिन्छ, फरक फरक हुन्छ है। जस्तो मैले अडियो अघि बनाएँ होइन, यहाँ गुगल एआई स्टुडियोबाट मैले बनाएको अडियो चाहिँ 30 सेकेन्डको छ भनौँ न। अहिले 30 सेकेन्डको छ भन्यो भने हाम्रो ग्रुपले त 6 सेकेन्डको बनाइदिन्छ। भनेको मतलब 30 डिभाइडेड बाई 6 भनेको मलाई 5वटा के भन्छ भिडियो बनाए पुग्यो नि त होइन त्यो अडियोको लागि। त्यही भएर मैले यहाँ के गरेँ, यो हाम्रो प्रोममा चाहिँ गिभ मी 5 इमेज प्रम्प्ट फर विक्स होइन। मैले जहिले के भनिरहेको छु, जहाँबाट इमेज गर्ने हो त्यसको नाम नै लेखिदिनु सहिलो हुन्छ भनेर होइन। अनि त्यसपछि के, अब 5वटा इमेज जेनेरेट गर्ने, तर जे पाइ त्यही गरेर गरिदिएर फर्स्ट सिनको लागि फर्स्टमा लास्टमा लगाइदिएर लास्टको सिन फर्स्टमा हालिदिएर त्यस्तो नगरोस् भनेर चाहिँ अल 5 इमेज प्रम्प्ट सुड बी इन प्रपर स्टोरी लाइन सिक्वेन्स मिलाएर हाल्यो भनेर होइन। फर्स्टको चाहिँ फर्स्टमै आओस्, सेकेन्डको सेकेन्डमै आओस् भनेर। अनि त्यति मात्र, धेरै नै हालेको छैन नि त होइन। तपाईँले नेपालीमा लेखिनु हुन्छ है सबैहरू। नेपालीमा लेख्यो भने चाहिँ यहाँ नेपालीमै आइदिएला होइन। नेपालीमा आयो भन्दैमा नि केही बिग्रिँदैन, तर सकेसम्म त इङ्ग्लिसमै लेख भन्छु होइन। किनकि प्राय म्याक्सिमम के भन्छ हाम्रो ए एपहरू चाहिँ नेपाली त्यति राम्रोसँग बुझ्दैन नि त। त्यही भएर यिनीहरूको लागि चाहिँ के भन्छ इङ्ग्लिसमै लेखेको राम्रो। अनि यसले 5टा इमेज प्रम्प्ट दियो होइन। अब हाम्रो काम के हो, इमेज प्रम्प्ट दियो भनेपछि इमेज प्रम्प्ट कपी गर्ने, त्यसपछि कहाँ जाने, विक्समा जाने। विक्समा जानुपर्छ कम्पलसरी भन्ने छैन है। अरू पनि इमेज मेकिङ त त्यत्रो एप छ जहाँ गए नि हुन्छ। तपाईँ यही ग्रुपमा गएर नि ग्रुपमा बना भन्न नि पायो। ग्रुपमै गएर नि यहाँ इमेज छ नि भिडियो इमेजमा गएर विक्समा किन जाऊ भने विक्समा चाहिँ यो के भन्छ यो क्यारेक्टर कन्सिस्टेन्ट गर्नलाई यहाँ सब्जेक्टमा हाले पुग्छ कि यहाँ हालिदियो भने पुग्छ होइन। त्यही भएर चाहिँ विक्सको सबैभन्दा फाइदा भनेको चाहिँ सुरुको एउटा इमेज चाहिँ बनाइदिएर यहाँ इमेज आउँछ। त्यो जुन इमेज आयो त्यो चाहिँ हामीले यहाँबाट डाउनलोड क्लिक गरेर डाउनलोड भइसकेपछि चाहिँ हाम्रो यो सब्जेक्टमा गएर, सब्जेक्टमा त सुरुमा केही हुँदैन, यस्तो ब्ल्याङ्क हुन्छ। त्यसपछि सब्जेक्टमा जुन पहिलो इमेज बनायो त्यो पहिलो इमेज चाहिँ यहाँ गएर अपलोड गरिदिन पाइयो। अनि अपलोड गरिदिने बित्तिकै जुन यहाँ क्यारेक्टरहरू छ पछिदेखि हामीले प्रम्प्ट हान्ने बेलामा त्यही क्यारेक्टर मात्र आउँछ कि त्यो
अब यो खरायो चाहिँ रातो हरेको कहिले आउँदैन, जहिले यही खरायो आउँछ, कसो नि यही कसो आउँछ। क्यारेक्टर कन्सिस्टेन्ट भइसकेपछि त हामीले यो भिडियो त प्रपर स्टोरी हो भनेर थाहा भयो नि त। अब सुरुमा रेस स्टार्ट हुँदाखेरि चाहिँ खैरो खराएर रेस सक्दा कालो खरायो आयो भने त स्टोरी नै मिलेन नि त। त्यस्तो नहोस् भने क्यारेक्टर कन्सिस्टेन्ट हुन चाहिँ यहाँ सकिनमा हाले पुग्यो। अब यही चिज चाहिँ हामीले यहाँ ग्रुपबाट नै गर्न मिल्छ है, तर यसबाट सहिलो भएकोले चाहिँ यसबाट गरेको। अब ग्रुपबाट गर्नु पर्यो भने ग्रुपमा गयो, मैले ल ल यो सुरुको यो फर्म छ, यही कपी गरेँ, ग्रुपमा गएर नि त बनाउनु त मिल्छ नि, पेस्ट गर्थेँ होइन। ग्रुपको इमेज जेनेरेट इमेजै गऱ्यो, तर ग्रुपमा त तन्न इमेज बनाइदिन्छ यार। ग्रुप चाहिँ यो भर्खर इमेज र भिडियोमा आएको हो, यिनीहरूले चाहिँ अनलिमिटेड बनाइदिएको छ। यहाँ कतिवटा बनाइदियो कतिवटा बनाइदियो। ल तपाईँलाई जुन मन लाग्छ त्यही सेलेक्ट गर्नु है। अनि त्यही सेलेक्ट गरिसकेपछि अघि नै यसमा के भन्छ, अघि नै हामीले विक्समा चाहिँ के गर्यौँ भने यहाँ एकचोटि अपलोड गरेपछि सक्यो नि त होइन। एकछिनलाई के सोध्नु पर्यो उहाँले, वेट अ मिनट। कहाँ भयो यही भिडियो मोनिटाइज हुन्छ हुँदैन एकछिनमा भन्छु। सिनेमेटिक इमेज प्रम्पटको लागि आस्क गर्दा के टाइपको च्याट जिपिटीमा दिने हो? सिनेमेटिकको लागि चाहिँ म यसमा धेरै छ है, जस्तै कुन क्यामेरा एङ्गलबाट दिने हो, लो एङ्गल, सर्ट एङ्गल, इफेक्ट दिँदाखेरि 360 को इफेक्ट दिने हो कि, यो सबै चिजको लागि चाहिँ मैले चाहिँ सबै क्यामेरा एङ्गलको नि लिस्ट लेखिरहेको छु। त्यसको नि म तपाईँहरूलाई चाहिँ त्यो पिडिएफमा त्यो सुधा राखेर पठाइदिन्छु है त। किनकि अब सिनेमेटिक भनेर सिनेमेटिकमा जस्तै अहिलेको लागि त यो पिक्सार लेभलको बनायो नि त होइन। यो पिक्सार भनेर यहाँ भएकोले नि पिक्सार लेभलको बनाइदिएको हो यो। जस्तै तपाईँले यहाँ प्रम्पटमा हेऱ्यो भने यहाँ पिक्सार स्टाइल भनेको छ नि, हामीले त मैले त केही बनाऊ भनेको छैन होइन, उसले त बाइ डिफल्ट यहाँ पिक्सार स्टाइल भनेर बनाइरहेको छ नि। यसको सट्टामा चाहिँ तपाईँले सिनेमेटिक रियलिस्टिक भन्यो भने जस्तै अहिले त्यही ट्राई गरौँ न त। ल मैले चाहिँ यही चिज गरेँ, यही चिज चाहिँ हामीले यहाँ प्रम्प्ट हाल्दाखेरि चाहिँ यसमा त मैले केही चलाएको थिएन। अब उहाँले सिनेमेटिक भन्नुभयो, सिनेमेटिक रियलिस्टिक बनाइदिउँ होइन, सिनेमेटिक रियलिस्टिक। अब कस्तो आउँछ हेरौँ है त, यहाँ कतै फेरि कार्टुन सार्टुन लेखेको छ कि हेरौँ है, कार्टुन सार्टुन लेखेर कार्टुन आउँछ। रियलिस्टिक अब आउँ त ल, रियलिस्टिक एनिमेसन नबनाऊ यसो, रियलिस्टिक रियल वर्ल्ड इमेज ल यसमा यो माथिकैको कन्टिन्यू गरिदियो है, त्यही भएर न्यू च्याटमा फेरि गरौँ। यसमा भएन, यहाँ न्यू च्याट गर्नु पर्यो। कि मैले प्रम्प्ट राम्रोसँग हेरेको छैन कि माथि नै उसले कार्टुन कार्टुन लेखेको छ कि के हो, हरेक टाइम त्यही बनाइदियो त। मैले यहाँ के भिडियो देखेको थिएन, द रियल फरेस्ट, यसमा मैले कार्टुन त कहिले लेखेको छ। च्याट जिपिटीलाई बरु सोध्नु न रियलिस्टिक बनाउनलाई प्रम्प्ट दिनले। ओ त्यो त लास्ट अप्सन हो। ल च्याट जिपिटीलाई नै भनौँ न यसो, यो प्रम्प्ट पेस्ट गरेँ, डन मेक एक animation video, make the character real one, naturalistic, like Animal Planet. क्यामेरा एङ्गलको लागि चाहिँ कुन कुन क्यामेरा एङ्गलबाट सुट गर्ने हो होइन, बिहाइन्ड द क्यामेरा तपाईँको सोल्डर एङ्गल अथवा लो एङ्गल, ड्रोन एङ्गल, त्यो एङ्गल जति थरीको छ त्यो चाहिँ मैले एउटा लिस्टै बनाएर राखेको छु एउटा पिडिएफमा, त्यो नि तपाईँहरूलाई पछि प्रोभाइड गरिदिन्छु म।
अब हेरौँ के बनाउँछ यो चाहिँ मेटामा ट्राई गरिदिउँ भाइ किनकि गुगलमा मेरो मेबी च्याट हिस्ट्रीको हिसाबले नि भएको हो कि मेटा एआईमा नि सेम त्यही छ है यहाँ जानु क्रिएटमा गर्नु यो मैले बनाइरहेको भिडियोहरू भयो यो चाहिँ मैले अस्ति कन्टेन्ट बनाउनलाई बनाएको भिडियोहरू भयो ल ओके यो बन्दै गर्छ हामी चाहिँ यो ओहो 90 मिनट भनेको 2 घन्टा हुन लागिसकेको छ ल हाम्रो स्लाइड कहाँ थियो हाम्रो अडियो जेनेरेट भयो इमेज रेडी भइसक्यो सरी ल सबैमा त्यही देखाउँछ त यार यसमा अलिअलि रियल त रियल छ अहिलेको भन्दा चाहिँ रियल छ यो कपी पेस्ट नगरिकन ल यो चाहिँ अहिलेको भन्दा चाहिँ रियल आयो अब यो चाहिँ हिट एन्ड ट्रायल गरेर आफैले सोध्नु अनि सबैभन्दा यो मात्र नगरिकन मैले यो त मैले च्याट जिपीटीबाट प्रमोट गरेको भए अब यसमा चाहिँ मैले यति मात्र हालिदिएर दिमागमा जे चाहिँ आयो त्यति हालिदिएँ एकचोटि के बनाउँछ भनेर हेर्नुलाई एभ्री टाइम के भन्छ यो प्रम दिँदाखेरि चाहिँ उसले हिस्ट्री चाहिँ प्रायः याद गरिराख्ने भएकोले चाहिँ पहिला चाहिँ तपाईँले न्यू च्याट गरे नि पहिलाको चिज उसले याद गरिरहेको हुन्छ है त्यही भएर चाहिँ उसले गर्दा पहिलासँग म्याच गरेर बनाउने चान्स चाहिँ हाई हुन्छ रियल लाइफ त रियल लाइफ भने त्यही हो अहिलेको भन्दा त रियलिस्टिक छ यो यस्तै ट्राई गरेर हेर्नु है ल हामी स्लाइडमा जाउँ स्लाइड सिकाउँ हामी ढिला भयो आज ल यसबाट चाहिँ हामीले इमेज बनायौँ इमेज बनाइसकेपछि विक्सबाट इमेज बनाइसकेपछि ग्रुपमा गयौँ अथवा मेटामा गयौँ अहिले हामी ग्रुपमा गएर कहाँ गयौँ हामी इमेजिनमा गएर चाहिँ हामीले जुन यो विक्सबाट बनाएको सबै इमेजहरू छ एउटा एउटा इमेज गरेर चाहिँ हामीले सेलेक्ट गरेर अपलोड गर्ने अनि जुन इमेज हो इमेज 1 भयो इमेज 1 हामीले लोड गर्छौँ पहिला लोड हुन दिनु लोड भइसकेपछि चाहिँ हामी च्याट जिपीटीमा गएर के भनेको थियौँ लास्टमा त्यो पहिला 5 वटा इमेज प्रम जुन छ तिनीहरूको लागि चाहिँ 5 वटा मलाई चाहिँ भिडियो प्रम देऊ भनेर भने हैन फर इच अफ द एबो पेज जेनेरेट ग्रुप भिडियो प्रम भनेर मैले भने अनि त्यसबाट चाहिँ भिडियो प्रमहरु आयो त्यो भिडियो प्रम चाहिँ मैले कपी गरे त्यही भिडियो प्रम कपी गरेर ग्रुपमा गएर पेस्ट गर्दिए अनि त्यसपछि जेनेरेट गरे अनि जेनेरेट भयो है अब तपाईलाई चाहिँ यो कसुवा र खरायो अघि जस्तो बोलाउनु छ भने चाहिँ तपाईले चाहिँ खरायोले यो भन्यो यसले यो भन्यो भनेर चाहिँ तल राख्न सक्नुहुन्छ है खरायो चाहिँ यो डायलग भन्छ त्यसपछि पहिला खरायो बोल्छ कि पछि कसमा बोल्छ आफैले मिलाएर चाहिँ राख्न सक्नुहुन्छ त्यसपछि गएर 5 वटा भिडियो सबै रेडी भइसकेपछि हामी कहाँ जान्छौँ क्यापकट अथवा क्यानभामा जान्छौँ धेरै भिडियो एडिटिङ एपहरु छ हैन सबैभन्दा पपुलर भनेको क्यापकट एन्ड क्यानभा हो भिडियोको लागि चाहिँ क्यानभा भन्दा क्यानभा भनेको मोरली इमेज बेस हो क्यापकट भनेको प्योरली नै भिडियो बेस हो त्यही भएर चाहिँ क्यानभा भन्दा क्यापकटमा चाहिँ अलि फास्ट हुन्छ है एडिटिङ गर्ने क्यानभामा चाहिँ अलि स्लो जति जति लेन बढ्दै जान्छ क्यानभामा चाहिँ तपाईँ भिडियो एडिटिङ गर्दाखेरि अलि ल्यागिङ भएको फिल हुन्छ तर म चाहिँ पहिलादेखि नै क्यानभा चलाउने भएकोले क्यानभामै गर्छु प्रायः अनि क्यापकटमा गइसकेपछि capcut.com भनेर हाल्नु हैन हालिसकेपछि चाहिँ तपाईको यही स्क्रिन आउँछ यो स्क्रिन आइसकेपछि चाहिँ सुरुमा त यस्तो इन्टरफेस आउँछ तपाईले नयाँ भिडियो क्रिएट गर्ने हो भिडियो क्रिएट गर्नलाई चाहिँ के हो सुरुमा ब्ल्याङ्कमा आउने भयो ब्ल्याङ्क बनाउने भयो तर मलाई त इमेज साइज थाहा छ म त युट्युबको लागि बनाइरहेको हो टिकटकको लागि तलको सिलेक्ट गर्नु पर्यो अहिलेको लागि यो गरिरहेको हो यसमा क्लिक गर्नु अनि यस्तो इन्टरफेस आउँछ अनि तपाईसँग त अलरेडी सबै चिज छ नि हैन अडियो छ भिडियो छ सबै चिज चाहिँ तपाईले ड्र्याग गरेर यहाँ लिएर आइनु भयो नत्र भए यहाँबाट चाहिँ तपाईको सबै चिज सेलेक्ट गरेर यहाँ राख्नु अहिलेको लागि चाहिँ र्यान्डमली मैले 4 भिडियो हालेर किन सेलेक्ट नै भइरहेको छैन के भइरहेको छैन ल अपलोड एउटा हैन यसरी नै लोड गर्ने सबै ओ माइ गॉड
ल यहाँ सबै लोड भइसकेपछि तपाईँले जुन जुन क्लिप चाहिने हो होइन सुरुमा कुन राख्ने सेकेन्डमा कुन राख्ने चाहिँ आफै गर्नु। ल यहाँ मैले अरू नै भिडियो बनाइरहेको छु। सुरुमा चाहिँ आफैले सिक्वेन्स मिलाउनु पऱ्यो है। यहाँ त्यही भएर यहाँ सिक्वेन्स मिलाउनु गाह्रो होला भनेर चाहिँ मैले भिडियो 1 भिडियो 2 गरेर नाम दिएँ हो नि त। त्यही भएर सुरुमा भिडियो 1 ओके, त्यसपछि भिडियो 2। तपाईँले नि नेमिङ चाहिँ राम्रोसँग भन्नु है, नत्र नेमिङ बिर्स्यो भन्दा एभ्री टाइम भिडियो खोल्दै हेरिरहनु पऱ्यो नि है। ल मैले सानो अनि अब भिडियो 3 कहाँ छ ऊ यहाँ छ, यसरी नै भयो। अनि त्यसपछि अडियो कुन हो, अडियो हाम्रो यो नै हालिदिउँ। कहाँदेखि सुरु गर्ने, अगाडिदेखि सुरु गर्ने होइन, अडियो सेलेक्ट गर्नु, यसलाई तानेर यहाँ अगाडिदेखि सुरु गर्नु है। अनि यो सबै काम चाहिँ सबै मिलिसकेपछि तपाईँको काम के हो, लास्टमा गएर एक्सपोर्ट गर्ने। एक्सपोर्ट गर्नु, त्यसपछि डाउनलोड भन्ने अप्सन हुन्छ, नाम लेख्नु के राख्ने हो, अब रिजोल्युसन कतिको चाहिने हो होइन, 180 भयो 180 हाल्नु नि पायो होइन, टक्क गर्नु, लास्टमा एक्सपोर्ट गरिदिनु, तपाईँकोमा डाउनलोड हुन्छ। अनि त्यही चिज तपाईँले अपलोड गर्ने हो। अनि लास्टमा अहिले भनिहालेँ भिडियो नै रेकर्ड भइरहेछ एउटा अब जस्तै तपाईँलाई यसमा चाहिँ क्याप्सन हाल्नु पर्यो, यहाँ गएर चाहिँ तपाईँले टेक्स्टबाट चाहिँ आफैले क्याप्सन हालिने पायो होइन, तपाईँले आफैले टेक्स्ट हाल्न नि पायो होइन। यहाँ लगेर चाहिँ जे बोलेको छ त्यो नेरेसन अघि नै छ नि हाम्रो यो लिरिक्स के भन्छ यसलाई, हाम्रो यो स्टोरी यही कपी पेस्ट गर्न नि पायो होइन। उसले चाहिँ नेरेसन दिँदाखेरि उसले नै जे बोलिरहेछ त्यही अनुसारले तपाईँले टाइप गर्न पाउनुभयो होइन, त्यही अनुसारले टाइप गर्नु पाउनुभयो। तर अब यो सबै मलाई के भन्छ यो 15 मिनटको भिडियो छ भन्दा इचमा यस्तो राख्ने नै अलिक टाइम लाग्छ नि त होइन। त्यही भएर चाहिँ अटो क्याप्सन हुने नि धेरै एपहरू छन्, एआई एपहरू। अनि एउटा सबैभन्दा म चाहिँ प्रायः युज गर्ने भनेको चाहिँ म त खास क्याप्सन नै हाल्दिनँ, क्याप्सन हाल्ने हो भने चाहिँ यो क्याप्सन एआई भन्ने एप छ है, यसमा गयो भने अटो क्याप्सन हुन्छ। अब क्याप्सन एआई भन्ने एपमा जानुभयो भने चाहिँ एडिट भिडियो जेनेरेट भिडियो गरेर यसमा पनि जेनेरेट भिडियो गर्न मिल्छ। तर तपाईँसँग अलरेडी भिडियो भइसकेको कारणले गर्दा चाहिँ तपाईँ एडिट भिडियोमा जानु, अनि त्यसपछि तपाईँको भिडियो सेलेक्ट गर्नु, जस्तै हामीले बनाएको भिडियो कुन हो अहिले यो भिडियो होइन, सेलेक्ट गर्नु। अब यो टाइम लाग्छ, यहाँ कन्टिन्यू गरिसकेपछि एउटा पनि देखाइदिइहाल्छु है। यसले चाहिँ तपाईँको नेपाली नै अटो क्याप्सन जेनेरेट गरिदिन्छ। अब ह्रस्व दीर्घ अलिकति ग्रामेटिकल इरर हुने चान्स त भइहाल्छ, किनकि उनीहरू पनि नेपाली त होइन बनाउने मान्छेहरू, तर काम चाहिँ लाग्छ भनेको। ओके कन्टिन्यू आयो होइन। अनि यहाँ आउँछ एआई स्टाइल। एआई स्टाइल भनेको चाहिँ यसमा डिफ्रेन्ट स्टाइलको आउँछ। क्याप्सन मात्र हाल्ने भए चाहिँ यो भयो होइन। अनि एआई एडिट स्टाइल भनेको चाहिँ यसमा भिडियो नै अलिअलि उनीहरूले मोडिफाई गरिदिन्छ। अहिलेलाई चाहिँ मलाई क्याप्सन मात्र चाहिने भने क्याप्सन नै कुन भेराइटीको चाहिने हो, यहाँ अप्सन छ नि धेरै। ल अनि यो चाहिँ अनलिमिटेड छैन है, यसको चाहिँ क्रेडिट लिमिट दिनको 50 क्रेडिट आउँछ क्या यसमा। मैले आज युज गरेँ होला त्यही भएर 50 क्रेडिट होला, दिनको 50 क्रेडिट भनेको। अनि एकचोटि क्याप्सन मात्र युज गर्दाखेरि मेबी त्यो तपाईँको 7 देखि 8 क्रेडिट जान्छ होला। दिनको चाहिँ तपाईँले 5-6वटा भिडियोमा मजाले क्याप्सन जेनेरेट गर्न सक्नुहुन्छ। अहिलेलाई चाहिँ मैले यो चुज गरेँ भने एप्लाई क्याप्सन गरिदिनु, 5 क्रेडिट मात्र जाने रहेछ। एकछिन टाइम लाग्छ यो नि, त्यसपछि तपाईँको क्याप्सन नै रेडी हुन्छ। सबै चिज गर्नको लागि एउटा न एउटा एआई बनिसकेको छ लगभग। अब यो क्रिएटिभ पार्टमा चाहिँ क्रिएटिभ पार्ट सुधामा त एआई छिरिसक्यो। अब यो म्यानुअली गर्न मिल्ने चिज हुन्छ नि त, यो गरिसकेपछि यो गर, यो गरिसकेपछि यो गर भन्नेवाला चिजमा चाहिँ सबै चिजमा एआई छिरिसकेको छ। हेलो क्लास सकिसकेको र? हजुर क्लास सकिसकेको हो? अहिले रिभाइज हो, रिभाइज नै सकिसक्यो लगभग। म चाहिँ भिडियो चाहिँ हालिदिन्छु ग्रुपमा, रेकर्ड गरेछ। ए हस् हस्। ल अब हेर्नु यसमा एक देशमा खरायो र कछुवा थियो। खरायो धेरै छिटो दौडिन्थ्यो र आफ्नै गतिमा घमण्ड गर्थ्यो। उसले कछुवालाई जिस्काउँदै भन्यो, तिमी कहिल्यै मसँग जित्न सक्दैनौ। कछुवाले शान्त भएर भन्यो, दौडेर हेरौँ, थाहा भइहाल्छ। दौड सुरु भयो। खरायो अब यो यति मात्र तपाईँले कसैले क्याप्सन राख्न दियो भने पहिला भिडियो एडिटरले यति तपाईँले रिल एउटा मात्र तपाईँले क्याप्सन राख्न दियो भने उनीहरूले के नभने नि 1500-2000 लिन्थ्यो
होइन अब यो त एआईले खाइदियो यिनीहरूको दाइ यो राम्रो छ नि त है धेरै अगाडि पुग्यो र सोच्यो कछुवा त ढिलो छ भनेर बाटोमै सुतेर बस्यो। कछुवा भने नरोगी यतिकै चिज हजुर यतिकै चिज नै तपाईँ आफैले हजुर गर्नु राम्रो पर्यो छ भन्दा धेरै यतिकै चिज नै तपाईँ आफैले गर्नु पर्यो भने कति टाइम लाग्छ नि त होइन एआईले धेरै सजिलो बनाइदियो होइन हामीले आफैले नि यो के भन्छ क्याप्सन राख्ने म्यानुअली राख्यो भने त यो लेभलको बनाउनु त हामीलाई धेरै हाई स्किल चाहिन्छ नि भिडियो एडिटिङमा त्यही भएर त एआईले त यी एकछिनमा बिस्तारै अघि फ्रीमा बढिरह्यो। गर्नु पाइरहेछ अन्त्यमा खरायो है ल यो नि म भिडियोमा ग्रुपमा हालिदिउँला हो मेरो ल्यापटपै तातिनु थाल्यो ल हाम्रो 90 मिनटको भनेको 2 घन्टा भइसकेको रहेछ हामीले लगभग सबै रिभाइज नै गर्न भइसक्यो नि होइन आधा घन्टा लगाएर मेरो विचारमा अब कुनै कन्फ्युजन छैन होला छ भने नि म यो भिडियो हालिदिन्छु तपाईँहरूलाई म युट्युबमा नै हालिदिन्छु नि त होइन युट्युबमा मैले कुनै भिडियो हालेको छैन यही भिडियो चाहिँ म युट्युबमा हालिदिन्छु तपाईँहरूले लिङ्क सेयर गरिदिन्छु अनि जति बेला मन लाग्यो एभ्री टाइम हेरिराख्नु पाउनुहुन्छ अब कुनै प्रश्न छ भने चाहिँ सोधिहाल्नु 10 बजिसक्यो धेरैजनालाई ढिला भइसक्यो होला फाइनली कसैसँग केही प्रश्न छ भने सोध्नु क्या आप करोड़पति बनना चाहते हैं? हजुर क्या आप करोड़पति बनना चाहते हैं तो एक दबाइए। यो मनोज चाहिँ अफ गर्नु है तपाईँको माइक ल कसैले नि केही प्रश्न छैन भने चाहिँ अब सबैभन्दा रिपिटेडली मलाई अर्को आउने क्वेसन भनेको कन्टेन्ट बनाउन त आइयो तर टाइम म्यानेज गर्नै भ्याइरहेको छैन भने हुन्छ टाइम चाहिँ कहाँबाट ल्याउने होइन जस्तै मैले जुन चिज भनिरहेको हुन्छु त्यो चिज लाग्छ नि त होइन दिनको 1 घन्टा लाग्छ दिनको 1 घन्टा त कहाँबाट लिएर आउने अब यो वाला चिज चाहिँ टाइम म्यानेज कसरी गर्ने आफू कन्टेन्ट क्रिएटर बन्ने हो भने कन्टेन्ट क्रिएटर बन्ने हो अथवा आफू चाहिँ पर्सनल ब्रान्डिङ गर्ने हो भने त्यसको लागि चाहिँ तपाईँहरूले मेरो चाहिँ अर्को महिना अब चाहिँ म एभ्री मन्थ एउटा के भन्छ क्लास लिएर आउँछु भनेर सोचिरहेको छु अर्को मन्थ चाहिँ म टाइम म्यानेजमेन्ट सकेसम्म टाइम म्यानेजमेन्ट मैले चाहिँ आफ्नो पर्सनल लाइफमा चाहिँ कसरी मेरो अर्को नि पेज छ है पिपिए भन्ने पैसा साइकोलोजी एकाडेमी भन्ने त्यो नि मेरो आफ्नै पेज हो मैले दुईवटा पेज आफ्नो काम गरेर म ट्रेडिङ नि गर्छु सबै चिज गर्दा नि कसरी टाइम म्यानेज गरिरहेको छु त्यसको वाला चिज चाहिँ म सबै चिज भनिदिन्छु ल युट्युब मोनिटाइजेसन भन्नुभएको छ है अनि युट्युब मोनिटाइजेसन युट्युब मात्र होइन कि तपाईँले एआई एप मात्र युज गरेर चाहिँ कुनै भिडियो तपाईँले अपलोड गर्नुभयो भने चाहिँ अहिले चाहिँ युट्युबले स्ट्रिक्टली भनिदिएको छ कि युट्युब भन्नाले गुगलले के भनेको छ भने अब चाहिँ मोनिटाइजेसन हुँदैन भनिरहेको छ त्यो कसको भिडियोबाट नोइज आइरहेको हो अफ गरिदिनु ल युट्युबले चाहिँ के भनेको छ भने अब युट्युब मोनिटाइजेसन प्योरली नै युट्युब मोनिटाइजेसन युट्युब हामीले एबाट हालेको भिडियो कम्प्लिटली नै अनमोनिटाइज हुने हो त पुरै कम्प्लिटली चाहिँ होइन है उसले चाहिँ के भनेको छ भने यदि तपाईँले कुनै जस्तै 30 सेकेन्ड 15 मिनटको चाहिँ युट्युबमा भिडियो अपलोड गर्नुभयो त्यो 15 मिनटको भिडियो अपलोड गरेकोमा चाहिँ 100% एआई मात्र छ अरे कि 100% एआई किनकि तपाईँले एआईबाट जेसुकै गरे नि त्यो चिज चाहिँ उनीहरूले इजिली यो चाहिँ एआईले गरेको हो भनेर डिटेक्ट गर्न मिल्छ कि होइन तपाईँले स्क्रिप्ट बनाए नि यो चाहिँ एआईले बनाएको हुँदा स्क्रिप्ट के भन्छ डिटेक्ट गर्न मिल्छ तपाईँले अडियो जेनेरेट गर्ने नि एआईले बनाएको हुँदा डिटेक्ट गर्न मिल्छ भनेको मतलब यदि तपाईँले इम्पोर्ट गरेको भिडियो बनाएको चिज चाहिँ 100% एआई मात्र छ भने त्यो चिज चाहिँ मोनिटाइज हुँदैन अब मोनिटाइज गर्नलाई के गर्न सक्नुहुन्छ भने जस्तै तपाईँले अघि नै जुन भिडियो बनाए नि त्यो क्याप्सन मात्र तपाईँले आफैले हाल्नुभयो अरे होइन त्यतिको सुधा वेटेज आउँछ क्या अब क्याप्सन सुधा क्याप्सन त एआईले हालेन नि त क्याप्सन त तपाईँ आफैले टाइप गरेर क्यानभाबाट क्यापकटबाट हाल्नुभयो अरे होइन क्याप्सन तपाईँले हाल्नुभयो भने त्यसमा त ह्युमन एफोर्ट देखियो नि होइन ह्युमन एफोर्ट देखियो भन्ने बित्तिकै अब मोनिटाइजेसनको लागि चाहिँ तपाईँ चाहिँ अघि नको भन्दा चाहिँ अब तपाईँको अवसर हाई भयो कि हाई भयो भन्दैमा चाहिँ तपाईँ 100% लिजिबल भयो भन्ने छैन क्या अब नि तपाईँ चाहिँ पढ्न नि सक्नुहुन्छ नपढ्न नि सक्नुहुन्छ कि त्यही भएर चाहिँ म चाहिँ के सजेस्ट गर्छु भने यदि म चाहिँ युट्युबमा टाइम नि छैन त्यही भएर युट्युबमा गइरहेको छैन युट्युबमा जाने हो भने तपाईँले एटलिस्ट एउटा चाहिँ तपाईँको 15 मिनटको भिडियो छ भने लास्टको 1 मिनट चाहिँ आफै फेस देखाएर भयो नि मेरो यो कथा तपाईँलाई कस्तो लाग्यो मैले सबै एआईबाट जेनेरेट गरेको हो तपाईँलाई चाहिँ फेरि यस्तो नि कथा सुन्नु मन छ यस्तै बारेमा जानकारी जान्न मन छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नु होला भनेर एउटा भिडियो खिच्नु त्यो चाहिँ एभ्री भिडियोमा हालिदिँदा नै भयो होइन त्यसमा चाहिँ के जाने भने तपाईँले त ह्युमन इफोर्ट त हालेछ होइन भनेको मतलब ह्युमन इफोर्ट बाइ डिफल्ट हुने बित्तिकै त यो चाहिँ के भन्छ प्योरली चाहिँ
एआई जेनेरेटेड कन्टेन्ट होइन भनेर त्यो मोनेटाइजेसनको त्यसको चान्स हाई हुन्छ। बाई डिफल्ट अहिले सबै चिज नै एआई छिरिरहेको बेलामा त युट्युबले नि त यसलाई चाहिँ पछि मानिहाल्छ नि त, किनकि सबै चिज त युट्युब आफैले नि त आफ्नो काम गर्नलाई एआईले काम गरिरहेछ नि त आफ्नो प्रोसेस सजिलो बनाउनको लागि। सो त्यही भएर चाहिँ आफ्नो भिडियोमा चाहिँ ह्युमन टच चाहिँ दिन चाहिँ ट्राई गर्नु, अनि जतिको ह्युमन टच हाई भयो त्यतिको चाहिँ मोनेटाइज हुने चान्स हाई हुँदै जान्छ। त्यही भएर चाहिँ एटलिस्ट 5 to 10% चाहिँ ह्युमन टच भएको चाहिँ भिडियो हाल्नु। मैले यो चाहिँ के भन्छ युट्युबको अस्ति नै एउटा आर्टिकल होइन कि एउटा लाइभ सेसन चलिरहेको छ यसमा सुनेको हो, युट्युबको मान्छेले नै भनेको हो कि, मान्छेको नाम त मैले बिर्सेँ, त्यही भएर चाहिँ मैले भनेको। अनि फेसबुकमा चाहिँ मोनेटाइज चाहिँ भइरहेछ भनेर सुनिरहेको थिएँ मैले, फेसबुकमा चाहिँ मैले हेरेको छैन। नेपालमा चाहिँ कम्पेरिटिभली युट्युबमा भन्दा फेसबुकमा चाहिँ कमाइ राम्रो हुन्छ है अहिले, किनकि बाई डिफल्ट नै युट्युबले मोनेटाइज गर्दा उनीहरूले पैसा दिने भनेकै त्यो देशमा बस्ने मान्छे अथवा त्यो देशमा बस्ने मान्छेहरूले चाहिँ युट्युबमा कति पैसा खर्च गरिरहेछ, फेसबुकमा कति पैसा खर्च गरिरहेछ भन्ने त होइन। नेपालका मान्छेले त तपाईँलाई पनि थाहा छ बाई डिफल्ट सबैभन्दा धेरै एडको लागि पैसा खर्च गर्ने भनेको नेपालीले फेसबुकमै हो। भनेको मतलब नेपालीले फेसबुकमै एड दिन खर्च गर्छ भने फेसबुकले जुन हामीलाई पैसा दियो भनेको त्यहीबाट प्रफिट भएको पैसा उनले हामीलाई बाँध्ने त हो। भनेको मतलब युट्युबमा भन्दा नेपालीहरूले फेसबुकमा एड धेरैको लागि पैसा दिइरहेछन् भने युट्युबभन्दा फेसबुकबाट मोनिटाइज भएर पैसा आउने हुन्छ नि त एमाउन्ट, के भन्छ सिटिआर भन्छ होइन, त्यो के भन्छ क्लिक पर रेट, त्यो चाहिँ हाई छ फेसबुकमा युट्युबमा भन्दा। अब यो त सर अनि नेसवाइज फरक हुन्छ। टिकटकमा चाहिँ कस्तो छ सर? टिकटकमा त अप्सनै छैन। टिकटकमा किन मोनिटाइज हुँदैन भन्नेको मेन लोजिक त यही त भनेन। टिकटकबाट नि त यदि नेपालबाट चाहिँ टिकटकका मान्छेले चाहिँ नेपालीहरूको पैसा कमाउन पाए पो उनीहरू टिकटकमा त हामीले एड रन गर्नै पाउँदैन होइन। टिकटकमा त कहिले नि तपाईँले एडै देख्नु हुँदैन त होइन, किनकि टिकटकमा चाहिँ नेपालबाट एड चलाउनै मिल्दैन, सबै अर्ग्यानिक कन्टेन्ट मात्रै हो। भनेको मतलब हामीले भिडियो हेरे बापत चाहिँ कसैले कन्टेन्ट बनाए बापत चाहिँ मोनिटाइज हुँदैन। तर टिकटकमा मोनिटाइजेसनको अप्सन के छ, नेपाल सबैले कमाउनु भनेको लाइभ हो। तर लाइभमा त के भन्छ लाइभमा नै किन मोनिटाइज भएको हो भने लाइभमा त्यो जो लाइभ बसेको मान्छे छ क्रिएटर इन्फ्लुएन्सर उसले त त्यहाँ गिफ्ट बापत पैसा कमाउने हो नि त होइन। गिफ्टबाट कसरी पैसा आयो भने अरूले गिफ्ट पठाउँछ, त्यो गिफ्ट नि त पहिला टिकटकबाट किन्नु पर्यो होइन, टिकटकबाट नै गिफ्ट किन्छन्, अनि त्यही गिफ्ट किनेको पैसा अर्को क्रिएटरलाई उसले डोनेट गरिदिन्छ, अनि त्यही डोनेट गरेको जुन गिफ्ट छ त्यो गिफ्ट नै क्रिएटरले आधी अनि आधी चाहिँ फेरि टिकटकले राख्छ। भनेको मतलब सबै प्लेटफर्मले आफैलाई फाइदा भइसकेपछि मात्र अरूलाई बाँड्ने हो कि। अनि हामीलाई त एड चलाउनै दिइरहेको छैन भनेको मतलब त यिनीहरूलाई चाहिँ भिडियो हेरे बापत अरूले हेरे बापत चाहिँ किन पैसा दियो भने जस्तो भयो नि त। तर लाइभ बस्दाखेरि त गिफ्ट दिन्छ, गिफ्ट त हामीसँग नै किनेर दिएको भनेको मतलब यो त प्रफिट सेयरिङ गर्न पाइयो, लोजिक चाहिँ त्यही हो। जबदेखि टिकटक चाहिँ नेपालमा नि एड चलाउनु सुरु हुन्छ त्यसको केही वर्षपछि चाहिँ नेपालमा नि टिकटक चाहिँ मोनिटाइजेसन सुरु हुन्छ होला। लाइभ भ्यूको पैसा आउँदैन। त्यही भएर चाहिँ टिकटक चाहिँ अहिले प्रायः मान्छेहरूले गर्ने भनेको ब्रान्डिङको लागि गरिरहेको हो, किनकि टिकटकमा अन्तभन्दा यहाँ अर्ग्यानिक रिच आउँदा चाहिँ टिकटकमा धेरै सजिलो छ। अनि सर त्यही भनेको एउटै भिडियो सबै प्लेटफर्ममा अपलोड गर्दाखेरि सबै प्लेटफर्ममा जहाँ जहाँ मोनिटाइज हुन्छ त्यो सबै हुन्छ कि नै? हुन्छ सबै तपाईँले चाहिँ अब के भन्छ टिकटकमा अपलोड गर्नुभयो अनि त्यही चिज चाहिँ तपाईँले फेसबुकमा नि गर्न पाइयो होइन। तर तपाईँ चाहिँ यतिको त्यो चाहिँ सबै युजर नेम चाहिँ सेम राख्नु, एउटामा चाहिँ एबिसी राख्ने अर्कोमा चाहिँ एक्सवाइजेड चाहिँ नराख्नु, कपिराइट भयो जस्तो हुन्छ। त्यही भएर चाहिँ उसलाई चाहिँ जस्तै तपाईँले अब युट्युबमा चाहिँ युट्युबको सर्चमा नि मैले अहिले टिकटकमा दिइहालेँ त्यही हाल्छु भनेर होइन। अब युट्युबको बायोमा के हाल्नु भने युट्युबको बायोमा नि तपाईँले मेरो टिकटक च्यानल चाहिँ यो हो भनेर राख्नु पाइन्छ नि त है। अनि त्यसमा नि टिकटक युट्युबमा नि बायोमा चाहिँ मेरो टिकटक च्यानल यो हो भनेर टिकटकको लिङ्क दिनु, बाइ डिफल्ट टिकटकलाई थाहा हुन्छ कि युट्युबलाई थाहा हुन्छ कि ए यसको त टिकटक च्यानल यो रहेछ भनेपछि त उसकै कन्टेन्ट हो भनेपछि त अब कपिराइट लाग्ने चान्स भएन नि त। त्यही भएर चाहिँ उनीहरूले मान्छ। ओके सर, थ्याङ्क यू। ल आज धेरै ढिला भइसक्यो, हजुरहरूलाई केही प्रश्न छ भने थ्याङ्क यू चाहिँ सर, हजुर आज धेरै कुरा सिकियो सर। हुन्छ ल थ्याङ्क यू तपाईँहरूलाई। म चाहिँ केही कुरा थाहा भएन भने हजुरलाई म्यासेज गर्दा हुन्छ नि सर है? हुन्छ स्योर। ओके ल
अब अरू नै कुनै ओके सर, प्रश्नहरू धेरै छन् धेरै भने चाहिँ धन्यवाद। टेक्स्ट गर्नु होला। ओके, थ्याङ्क यू सो मच। ल केही प्रश्न छ भने चाहिँ तपाईँले ड्रप गरिदिनु होला। ल अर्को महिना नै म कुन सेसन लिन्छु हो त्यो चाहिँ म ड्रप गर्नेछु, त्यो बेला नि जोइन गरिदिनु होला। तपाईँलाई धेरै धेरै थ्याङ्क यू। ल एक्सपेक्टेसन अनुसार चाहिँ एक्सपेक्टेसन 138 जना थियो जोइन गरेको, तर हामी 30 जना भयो नि। मेरो विचारमा चाहिँ मैले जति भन्न खोजेको हो त्यति चाहिँ भन्न सकिनँ जस्तो लागिरहेछ। त्यही भएर नि तपाईँले चाहिँ मैले भन्न खोजेको सारांशमा बुझ्नुभयो होला भनेर चाहिँ म आशा गर्छु। र अर्को पालिको हाम्रो सेसनमा नि जोइन गर्नुहुन्छ भनेर आशा गर्छु। र आजलाई चाहिँ यति नै भन्दै म बिदा हुन चाहन्छु। तपाईँलाई धेरै धेरै थ्याङ्क यू। हस् सर, थ्याङ्क यू, गुड नाइट। ल गुड नाइट गुड नाइट एभ्रिवान। गाइस। हस्, थ्याङ्क यू सर, टाटा। गुड नाइट सर, गुड नाइट। थ्याङ्क यू सर, गुड नाइट। गुड नाइट।